नमस्ते गुड मर्निङ बिहान बिहानको सम्पूर्ण मेरा फेसबुक साथीहरूलाई आजको प्रसङ्ग छ कि हाम्रो देश हाम्रो यो विश्वमा जहाँ तहीँ भएको मारपिट हत्या हिंसा जस्ता अराजक तत्त्वहरूले यहाँ सही र गलत छुट्याउनै नसकी मानिसको ज्यान जाने बलात्कार हुने रेप हुने जस्ता कुराहरू भइरहेका छन्। यस्तो अन्याय अत्याचार बलात्कार जस्तो हत्या हिंसाहरूबाट बच्नको लागि हामीले कसैसँग ठोक्यौँ या टक्रायौँ या सानोतिनो कोही पनि गल्ती गऱ्यौँ भने यसबाट बच्नको एउटा मात्र मूल मन्त्र छ। त्यो मूल मन्त्र हो आई एम सरी भने पनि भयो, सरी भने पनि भयो, अनि उसँग धेरै मुख लागेर जवाब सवाल नगर्ने र आफूले नै सजग भएर गल्तीको माफ मागेर हिँड्यौँ भने सायद हाम्रो ज्यान जोखिमबाट बच्न सक्छ भन्ने मलाई लाग्छ। त्यसैले साथीहरू, सानोतिनो मान्छेसँग या कसैसँग पनि टक्रायौँ या ठोक्यौँ या कोही पनि सानोतिनो गल्ती भयो भने सरी भन्नु होला। यो सरी भन्ने मूल मन्त्रले हामी सबैलाई ज्यान जोखिमबाट बचाउन सक्छ, हामी बच्न सक्छौँ र झगडा लफडा पनि हुँदैन। र जवाब सवाल गर्न थाल्यौँ भने त्यो सानो गल्तीले पनि ठुलो रूप लिएर ज्यान जोखिममा पार्न सक्छ, खुन हुन सक्छ। त्यसैले हामीले कोही पनि गल्ती सानोतिनो गलत ठोक्यौँ कुछ पनि भयौँ भने यसको मूल मन्त्र हो सरी। सरी भन्दा अरू केही पनि उपाय छैन बाँच्नलाई। हस् त, धन्यवाद। मेरा कुराहरू तपाईँलाई मन परेमा लाइक कमेन्ट र सेयर गरिदिनु होला र कमेन्टमा पनि मैले भनेको कुरो सही हो गलत हो लेखिदिनु होला। हस् त, धन्यवाद।